डाक्टर साहबले कति लाखको चस्मा चाहिँ लाएर आउनुभयो जर्मनबाट भन्ने प्रश्न आएको। यो चस्मा चाहिँ एउटा साथीले लाउँदै गरेको चस्मा घाम लागेपछि डाक्टर साहब यो गर्मिलो होला भनेर थपक्क फुकालेर लगाइदिएको। यो चाहिँ यो ज्याकेटको कथा पनि त्यही हो। त्यो लुइस भुटनको जुन ब्याग छ त्यहाँ ब्रिफ केस यो यत्रो डाक्टरलाई यो चाहिँ सुहाएन, यो बोक्नु पर्यो भनेर मलाई उपहार दिएको भाइ। उपहार आयो एकदम उपहार। जर्मनमा तपाईँको शुभचिन्तकले टर्कीमा कस्तो लेटमा आएको टर्की भन्छ। डाक्टर साहबले कति लाखको चस्मा चाहिँ लाएर आउनुभयो जर्मनबाट भन्ने प्रश्न आएको। यो चस्मा चाहिँ एउटा साथीले लाउँदै गरेको चस्मा घाम लागेपछि डाक्टर साहब यो गर्मिलो होला भनेर थपक्क फुकालेर लगाइदिएको। यो चाहिँ यो ज्याकेटको कथा पनि त्यही हो। त्यो लुइस भुटनको जुन ब्याग छ त्यहाँ ब्रिफ केस यो यत्रो डाक्टरलाई यो चाहिँ सुहाएन, यो बोक्नु पर्यो भनेर मलाई उपहार दिएको भाइ। उपहार आयो एकदम उपहार। जर्मनमा तपाईँको शुभचिन्तकले टर्कीमा कस्तो लेटमा आएको टर्की भन्छ।